अनि आज चाहिँ मसन्तरको दिन 30 गते अनि जोस भोलि चाहिँ माघे सङ्क्रान्ति छ 1 गते अनि चाहिँ हाम्रो पुर्खाको पालोदेखि चाहिँ आइरहेको रीतिरिवाजलाई मनाउँदै हाम्रो हुन्छ टिप्पणी इष्टमित्र सेलिब्रेटीहरू हुनुहुन्छ सबैजनालाई चाहिँ आज हामीले खाजा खाउन चाहिँ बोलाएको छौँ जोस अनि हाम्रो बाबा नभए पनि मेरो कर्तव्य हो जोस बाबा पछिको महिनै हो हाम्रो सेलिब्रेटीहरूको लागि त्यही भएर चाहिँ बाबा हुनुहुन्न बाबा चाहिँ बाहिर हुनुहुन्छ त्यो भएको कारणले चाहिँ अब म भए पनि मैले बोलाउनु पर्ने हुन्छ अब हेलो साथीहरू नमस्ते मी सन्दीप परार हजुरहरूलाई स्वागत छ मेरो नयाँ भिडियोमा तपाईँले टाइटल एन्ड थम्ब चिन्सक्नुभएको छ कि न्यू डे न्यू भ्लगको साथमा फेरि पनि आइसकेको छु म हजुरको माझमा सो यत्तिको इन्ट्रो आइसकेपछि फेरि पनि देख्न सक्नुहुन्छ यो थुप्रैलाई भन्दै म आजको भिडियो गुड मर्निङबाट सुरुवात गर्न चाहन्छु साथीहरू अनि आज चाहिँ मसन्तरको दिन 30 गते अनि जोस भोलि चाहिँ माघे सङ्क्रान्ति छ 1 गते अनि चाहिँ हाम्रो पुर्खाको पालोदेखि चाहिँ आइरहेको रीतिरिवाजलाई मनाउँदै हाम्रो हुन्छ टिप्पणी इष्टमित्र सेलिब्रेटीहरू हुनुहुन्छ सबैजनालाई चाहिँ आज हामीले खाजा खाउन चाहिँ बोलाएको छौँ जोस अनि हाम्रो बाबा नभए पनि मेरो कर्तव्य हो जोस बाबा पछिको महिनै हो हाम्रो सेलिब्रेटीहरूको लागि त्यही भएर चाहिँ बाबा हुनुहुन्न बाबा चाहिँ बाहिर हुनुहुन्छ त्यो भएको कारणले चाहिँ अब म भए पनि मैले बोलाउनु पर्ने हुन्छ अब बाबाको के भन्छ त्यो थाम्नुपर्छ नि त मैले त्यो भएको भएर चाहिँ मैले चाहिँ सबैजनालाई बोलाएको छु अनि म चाहिँ घर अहिले एक्लै नै छु अनि मम्मी चाहिँ गाउँतिर चाहिँ त्यो तरुलहरू सरखण्डहरू चाहिँ खोज्न जानुभएको छ पाइन्छ कि पाइन्न भनेर अनि म चाहिँ अब खाना बनाउन लागेको भक्कु उठेर फ्रेस भयो म चाहिँ अनि यो भिडियो बनाउँछु भनेको यो मोबाइलमा खै के हुन्छ मिल्दैन त्यो भएको भएर चाहिँ फेरि पनि म आइसकेको छु भिडियो बनाएर जस हाम्रो चाहिँ इष्टमित्र कतिजना हुनुहुन्छ आज हाल कतिजना हुनुहुन्छ हेर्नु होला सबैजनाले बिल्ला लाग्छ लाग्न त त्यही पनि अब आफ्नै घरको मान्छेहरू हो त्यसलाई चाहिँ म छुट्टै चाहिँ भराउने छु अनि अहिले चाहिँ म एक्लै छु घर अनि जाडो पनि भएको छ आज चाहिँ भब्बाल नै लास्ट कुहिरो लाग्यो के देख्न सक्नुहुन्छ कुहिरो त आमामा त केही देखेकै छैन कि उता केही देखेको छैन यो चुलो चाहिँ मम्मीले लिपलाप पार्नु भएको छ यहाँ चाहिँ मैले अब आगो फुक्नु पर्ने हुन्छ अनि भित्र चाहिँ म सुतेको यस्तै छ यता मम्मी सुतेको पुरै मिलाइसक्नु भएको छ अनि त्यही नै हो साथीहरू अनि आजको भिडियो चाहिँ एकदम बब्बाल हुनेछ सबैजनाले हेरिदिनु होला अनि तपाईँहरूको चाडपर्व कसरी मनाउनु भयो सो कमेन्ट पनि गरिदिनु होला अनि हेलो साथीहरू मेरो चाहिँ खाना नि बनेर भ्याउन लगाइसकेको भात सुकिसकेको छ बल्ल घाम लागेको छ राम्रोसँग देख्न सक्नुहुन्छ मम्मीले पाहुनालाई बोलाउँदै हुनुहुन्छ अझै भने थिएन मैले फोन गरेको थिएँ पूजालाई फोन गरेको के अरे अब आरुषीको पेट दुखेछ भनेर भने थिइन् भन् केक नआएर यहाँ बोलाउँदै हुनुहुन्छ यहाँ आफ्नो भात पाक्दैछ चामल आगो सागो निकालिसके भात यस्तो छ बल्ल घाम लाग्यो फाइनली अनि कपडाहरू पनि सर कलेक्सन छ क्या त धोइधाइ पारेको वहीँसम्म छ बाल्टिङ पुरै खाली छ यस्तो छ ड्रम लोटे छ हाम्रो घरको फुल यस्तो भएको छ देख्न सक्नुहुन्छ हजुरहरूले तिराम देखेको भनौँ करसाबारी त्यस्तै छ भनौँ आँपको बुटोहरू अन्त 4-5 आँपको बुटो छ यसमा चाहिँ फल्छ गाडीहरू पनि हिँडिरहेछ गाउँघर यस्तै छ देख्न सक्नुहुन्छ मम्मी यहाँ अनि हाम्रो 2टा राजाहरू चाहिँ कता जानु भएछ मलाई फुल चाहिँ बब्बाल लाग्यो यहाँको अन्त मेरो घरको त्यही हो साथीहरू कुकुरहरू चाहिँ उहाँ छ यस्तो त होइन कता भाग्यो कि भाग्न अनि यस्तै छ आज अब पाहुनाहरू आउँदै हुन्छ अब कुखुरा सुखुरा ल्याउने के कसो अब है त्यस्तै त छ त्यही हो साथीहरू आज चाहिँ अब दिदीहरू आइसकेपछि चाहिँ म क्यामेरा अन गर्छु है साथीहरु
भिडियोहरू देख्न सक्नुहुन्छ। अब हामी चाहिँ मामा घर आइसकेको छौँ। यता चाहिँ सन्दीप दाई ट्याक्क लाएर हुनुहुन्छ, त्यहाँ दाईहरू हुनुहुन्छ, यता चाहिँ माइजू हुनुहुन्छ भित्रपट्टि। अनि यता चाहिँ हाम्रो पानी बसालिसकेको छौँ कुखुरा काट्न। अझै कुखुरा अब दिदीहरू कुखुरा लिन जानुहुन्छ, अझै आउनु भएको छैन कुखुरा ल्याएर। अहिले अघि भेट्न त भेट्दै थियौँ के अरे, त्यही पनि गइएन अब त्यतातिर। अब दाइले अब चाँडै बोलाउनु भएको थियो, त्यही भएर अब चाँडै आइसकेको छौँ हामी। अब यति भन्दै त अब सन्दीप दाइलाई म क्यामेरा थमाइदिन्छु लाउनु। बोल के बोलेर हेलो साथीहरू, अहिले चाहिँ केटाहरू आइसकेको छन् होइन घर। दिदी बहिनी आइसि अन गर्छु भनेको, केटाहरू आइसि चाहिँ अन गरेँ मैले। यहाँ राज भाइ छन्, अनि यहाँ मन्जिल भाइ, यहाँ चाहिँ आगोमा टक्कलार फेरि चुला चेन्ज गरेँ मैले चाहिँ। अघि बिहान चाहिँ त्यहाँ बनाएको थिएँ, अहिले चाहिँ यहाँ, किनकि अब अलि यहाँ चाहिँ ठुलै पाक्ने चिज हो नि त, त्यही भएर चाहिँ यहाँ यस्तरी बसाल धोरै बसालेको देप्ची। अनि कुखुरालाई चाहिँ यहाँ व्यवस्था गर्ने भने पानी तताउँदैछन्, तर कुखुरै आएन, आगो नि बलिरहेछ मटर। अनि त्यसपछि आज भलक बनाइदिउँ न त कस्तो हुन्छ यो, भाइरलै नभए पनि एउटा मेमोरिजको लागि बनाऊँ भनेर चाहिँ बनाउँदैछु मैले। के भन्छ नि यस्तो पानी राम्रै हो न? राम्रो हो कि। मम्मीले फेरि अब आलु सालु लिएर कुखुराको लागि भनेर आखिर यहाँ यही आलु मटर यताउतिको लागि चाहिँ व्यवस्था गर्नुपर्छ। अब के गर्नु त, कुखुरा नि कहिलेको चाहिँ नेपाली यही भइहाल्छ नि, यही भइहाल्छ, यो नि पाक्छ। मम्मीले चाहिँ दिमाग सही लाउनु चाहिँ त्यो गलत कहिले लाउनुहुन्न। है हो साथीहरू, भिडियोहरू चाहिँ हेर्दै जानु होला के कसो हुन्छ। अनि घाम पनि लागेको छ, हाम्रो कपडाहरू पनि बिस्तारै बिस्तारै सुक्दैछ, सायद कपडै नभएर होला क्या। बिहान त कस्तो कुहिरो लाएर उधुम्छ। उहाँ फेरि कलेजको कोडहरू छ, फेरि कहाँ हरायो कोड भन्नु होला, उहाँ छ हाल्ने अनि कहाँ कस्तो जियो त्यही हो नि। म त यो के अचारको लागि हो, त्यो उसमा अचारको लागि हो छोरा, अचारको लागि हो। के त उसमा अबिलो अबिलो पिरो पिरो च्याट्टा बनाएर छोरालाई भान्जालाई खिलाउने भनेको हो के अरे। भान्जाहरूले बिचरा खाने कि नै ए पाए त अहिले 2-3 थाल त पाए त 2-3 थाल जान्छ भान्जालाई त। जान्छ भान्जा मेरो त फेभरेट हो नि माइजू। भन न फेरि तिमीले फेरि लुक्स हेर न फेरि यो तर्को भान्जा होइन, मलाई एकदम शर्माउनु रहेछ यिनीहरू फेरि। खै के हो जोस् ठिकै छ। अब भान्जाहरूलाई त यहाँ भान्जाहरूको हातले भान्जाको हात हाल्यो भने राम्रो हुन्छ अरे क्या। मलाई नि मामा घरमा त्यही भन्नुहुन्थ्यो, भान्जाहरूले छोएको जे चिज पनि राम्रो हुन्छ भन्नु थियो। अब के गर्ने, म यो घरको भान्जा भएन, त्यही भएर चाहिँ त्यो भान्जा लगाएर मैले। है यो साथीहरू, भिडियोहरू चाहिँ हेर्दै जानु पर्यो। अहिलेलाई चाहिँ म बिदा हुन्छु। अहिले कुखुरा आएपछि छ्याममा पारेपछि चाहिँ आउँछु म हजुरको माझमा है। फ्याम हामी चाहिँ अब अहिले निकाल्दैछौँ, देख्न सक्नुहुन्छ। उम्लेर अनि ढकन फ्याल्दै रेडी हुँदैछ सबै सरसामान। पालै पालो सबैले गर्छन्। उहाँ छन् हाम्रो 2टा डनहरू, यहाँ डनहरू डन ल त्यही साथीहरू। अब त्यस्तै छ भन्नु भएन है। खै बनाऊ के ल। नाइट भ्यू। हेलो फ्यामिली, अब चाहिँ हामी जाँदैछौँ अहिले मासु लिनलाई। फेरि पनि अघि चाहिँ कुखुराको भयो, अब भेराइटी अनुसारको हुन्छ हाम्रो चाहिँ आज। अनि अब अहिले चाहिँ राँगाको मासु लिन जाँदैछौँ हामी 3 भाइ। अनि चार्ज त 1% छ, के गर्नु जतिसम्म थाम्छ, जतिसम्म यसले थाम्छ त्यति बेलासम्म चाहिँ भिडियोहरू आइरहेको छ होइन र केटाहरू छन्। अनि हामी चाहिँ जाँदैछौँ यो बाटो
यो बाटो सुक्खा हुन्थ्यो अलि चिसो रहेछ अब टिपर पनि आएन भन्ने बेला हुन त आए पनि रोक्दैन ल रोक्न त तर आएर रोके पार त वहीँ चौडै जाने त जानलाई त तर त्यस्तै छ हालत ल साथीहरू अब हेर्दै जानु होला भिडियोहरू हल्का हल्का आइरहेछ बिस्तारै बिस्तारै ढिलायो कडायो वाला अनि आइफोनको फेरि चार्ज 1% छ अनि कता यस्तो खिलित्ते भयो भने त भयो भिडियो बनाएको दुःख मात्रै त्यही भएर सब ब्याक गर्दै हेर्दै गरेछु मैले चाहिँ खिलित्त भयो भने त झ्याउ हुन्छ भनेर होइन र दोस्तीहरू केटाहरू बो बो गरे हो भनेको कि बो बो गरेको खै अब उमेर पनि बो बो गर्ने जस्तै छ गरे भइसक्यो मामा केटाहरूको लुक्स हेर न मन्जिल मन्जिल फेरि कोही बस्दैनन् के कोही बस्दैनन् क्या गाइस ल अब चाहिँ अहिले एकछिनमा भेट्नेछु म है फ्याम हामी चाहिँ अहिले सगरमाथा टोलतिर आइसकेको छौँ अनि यहाँको विकसित देख्न सक्नुहुन्छ यस्तो छ यहाँ चाहिँ अब सम्म घर बन्दै छ यो टोलको खतरा देखेछ क्या यहाँ नयाँ बन्दैछ अनि यता इट्टाहरू झरेको छ पुरै खोला त सुकेको छ अहिले बर्खा छैन जाडो महिनाको मौसममा त्यस्तै हो अनि हामी चाहिँ आज कति टिपरको बाटो हिँड्ने हो र टिप्परले रोक्दै रोक्दैन जति हिँडे पनि त्यो भएर चाहिँ गाउँकै बाटो हिँड्दै जाम भनेर चाहिँ निक्लेको हामी अनि यस्तै छ गाउँ पनि पुरै बिरालो छ खाली छ जाडामा त्यस्तै त मान्छेहरू सब भित्रको भित्रै चाडपर्व सबैलाई लागेको छ कोही माइत जाँदै हुन्छ कोही माइतका मान्छेहरू यता आउँदै हुन्छ यताको माइत भएको मान्छेहरू त्यस्तै छ हामी पनि जाँदैछौँ अब पसलतिर पसल त टाढा नै छ हाम्रो अनि हाम्रो मन्जिलको हालत चाहिँ कस्तो नि यता यस्तो छ यिनी चाहिँ पुरा फिट एन्ड फाइन भएर आयो नि यहाँ जुत्ता सुत्ता लाएर अब मलाई त एउटाले हेरे पुग्छ कसैले हेर्न पर्दैन त्यही भएर म जस्तो छु त्यस्तै भएर आएको छु त्यही नै साथीहरू भिडियोहरू हेर्दै जानु होला यो भ्लग चाहिँ बब्बाल ल्याउनेछ अलि लामै आउँछ ढिलो आउँछ कडा आउँछ भन्नु जस्तो केटाहरू बुझ्यौ लामै आउँछ फेरि ब्याक गर्छु म फेरि ब्याक गर्दाखेरि यता चार्ज भ्याइन्छ नि त मेरो त्यही भएर क्या त्यही भएर यसरी नै जान्छु म हिँड्दैछु अब मेरो गन्तव्य कतिखेर आउँछ थाहा छैन तर म हिँड्दैछु मेरो गन्तव्यतिर कि कसो हो कहाँ हामी हाम्रो बहिनी फेरि हेर्नु कसरी बोल्छन् क्या बाटै बाटो कहाँ हिँडेको बहिनी घर यता होइन र ए यता हो ल बाई बहिनीहरू पनि यस्तै भ्लग बनाउन लागेपछि फेरि झन् मात्तिन्छन् के अफ क्यामेरामा चाहिँ बरु दाइसाई भन्छन् अहिले झन् भिडियो बनाउने बेला त झन् राम्रो बोल्नुपर्छ यता यो सिन त्यसरी अलिक देख्यो भने चिच्चाउँछ फेरि ल्याएर त को यो हाई गर न बाबु हो स्कुल गएन हौ ए यिनीहरू राम्रो बोल्यो हो क्या ल त यो साथीहरू यस्तो छ गाउँ घरमा फेरि निक्लिसकेपछि फेरि भाइ बहिनीहरू भेटिन्छन् अनि भाइ भिडियो बनाउनु भन्छन् चार्ज हुन्न फेरि अन गरेर खेलित त हुने कि अनि बिल्ला त्यही भएर चाहिँ त्यस्तै छ अलिअलि खपाउँदै लिएर गएको मैले चाहिँ लास्टमा चाहिँ अफ भइदियो नि त भ्याइयो केटाहरू चाहिँ आमा म भन्दा नि अग्लो अग्लो भन्नु कि ल त्यही फ्याम साथीहरू हामी हिँड्दा हिँड्दा चाहिँ थाकियो अनि मासु पसलमा आएको मासु चाहिँ रहन्छ अनि चौर खाना आएको भाइ छन् यता भाइ छन् उता अङ्कल हुनुहुन्छ खोइ कल फोन गरौँ अङ्कल भनेको खोइ पाइएन मोबाइल नि आफ्नै अर्को मोबाइल ल्याइएन चार्ज नभएर त्यो चार्जमा राखियो यहाँ चाहिँ मासु चाहिँ रहन्छ अब चोकतिर जान्छौँ हेर्छौँ के हुन्छ पहिला पिरो खानु पर्यो टाटो पिरो हुनु पर्यो त्यसपछि जा भने पनि गइन्छ हामी सीतामढी जाने पनि गइन्छ काठमाडौँ जाने पनि गइन्छ धेरै भने ज्ञान त्यही साथीहरू अब चाहिँ हामी नास्ता खानु लागेको चटपट अलिक भोक लाग्यो अनि चटपट आएपछि चाहिँ हामी घरतिर जान्छौँ भिडियो चाहिँ हाल्दैन मलाई झ्याउ लाग्यो यही भिडियोले गर्दाखेरि फोन त्यही साथी त्यस्तै हुन्छ उता खरेन गरेर चाहिँ म अपडेट दिन्छु तपाईँहरूलाई है साथीहरू चटपट आइसकेको छ देखाउनु केटालाई दनादन आफ्नो यही छ लाइट भनेको यता नभए त उज्यालो देखिन्छ कि रहनु साथीहरू त्यही है साथीहरू हामी चाहिँ अहिले घर आइसकेको छौँ अनि यहाँ भाइहरू छन्
अनि हाम्रो आमाले चाहिँ खाना खान लागिसक्नु भएको छ हो न आमा आज अब भोलि माघे सङ्क्रान्ति आमाहरूलाई चाहिँ आज नै बोलाएको फेरि भोलि फेरि आमाकै घर जाने हो आमाको फेरि थालमा मासु खिचडी अचार कस्तो हो त आमा राम्रो छ राम्रो छ अङ्कल बाबाहरू ठुलो बाबाहरू विदेश हुनुहुन्छ के भन्नुहुन्छ त भिडियो मार्फत ए आमा लजाउनु भयो क्या नातोको लाल यता 12 भाइ हुनुहुन्छ आमालाई लाज लाग्यो अरे अनि यता डह्रो चलिरहेछ पार्टी त्यही हो साथीहरू पार्टी हुँदैछ मान्छेहरू केटाहरू त हरि भएन ओ माई गड हानिदिएको आइफोन नर होला कालो देखेको हेलो साथीहरू हामी चाहिँ अहिले खाइपी गरेर पनि हामी सकिसकेको छौँ अनि हो कि केटा हो अनि हामी चाहिँ अब अँधेरामा के गर्ने यस्तो यहाँ भाइ यहाँ छन् अर्को भाइ चाहिँ उहाँ आउँदैछन् यहाँ आउँदैछन् भाइ चाहिँ आफ्नै हिरोइनसित मस्त बिजी छन् सु हानिदिउँ भनेको के अरे अब अँधेरा खासै मिलेकै छैन कोही छैन ल त्यही हो साथीहरू आजको भ्लग चाहिँ यतै एन्ड गर्छु होइन जसले पनि हेर्नुभयो अन्तिमसम्म उहाँलाई धेरै धेरै माया छ सो यति भन्दै म आजको भ्लगबाट बिदा हुन्छ हस्त जय नेपाल भन्दै म अरूको नेक्स्ट भिडियोमा आउनेछु है बाई।